मनोज थापा हुनुहुन्छ जो आरोप लागेका शिक्षक हुनुहुन्छ र यहाँ अञ्जलीजी हुनुहुन्छ सांकेतिक भाषा दोभाषी। म दुवैजनालाई स्वागत गर्दछु। र मनोज सर, तपाईसँग अब सोध्नुपर्ने केही कुरा बाँकी छ र केही कुरा बाँकी रह्यो र तपाईले आफैले पढाउने छात्रालाई होटलमा लिएर गएको भन्ने कुरा तपाईँ स्वयं आफैले लिखित रूपमा आफ्नो स्पष्टीकरणमा स्वीकार गर्नु भएको छ। अब तपाईसँग के सोध्ने, के बाँकी छ अब तपाईसँग सोध्न? मेरो नाम मनोज थापा र चाहिँ म बुद्धदाल प्राथमिक बाहिर विद्यालयको शिक्षक पनि हो र जो उमेर पुगेको छात्रा छ त्यही विद्यालयको जो 10 गतेदेखि 15 गतेसम्म चाहिँ बिदा थियो भदौको। त्यो समयमा घर गएको बेलामा चाहिँ ऊ छात्राले स्वयं आफै फोन गरेर भिडियो कलबाट फोन गरेर आफैले चाहिँ मलाई भेट्न इच्छा छ भनेर बोलाएको अवस्था छ र किन भेट्ने भनेर मैले सोद्धाखेरि भेट्न इच्छा छ भनिसकेपछि हुन्छ ठिक छ भनेर चाहिँ म समय मिलाएर चाहिँ म गएको हो उसले भनेकै ठाउँमा र त्यसपछि म चाहिँ पुगिसकेँ। त्यो छात्रा चाहिँ आइपुगेको अवस्था थिएन र म कुरेको समयमा चाहिँ अचानक